अब यहाँबाट हिँड्ने आज चाहिँ हाम्रो बागलुङ समाज दक्षिण कोरियाले चाहिँ आयोजना गरेको रात्रिकालीन वनभोज कार्यक्रम छ। आजको मेरो भ्लग चाहिँ हाम्रो पिकनिकको बारेमा चाहिँ हुनेछ। पिकनिक खान जाँदैछु भनेर चाहिँ मैले बताएँ। दुई चारजना साथीहरू चाहिँ पुगिसक्यो भन्ने चाहिँ खबर आइसकेको छ। पुग्नु त पुगेको छैन होला, तर पुग्ने आँटिसक्यो भने चाहिँ मभन्दा छिटो नै पुग्छ। पुग्छ कुनै कुनै त टाढाबाट आउँदा। यो चाहिँ अब सुरुङ मार्ग नेपालमा पनि नागढुङ्गाको त बनाएको छ भन्ने कुरा सुने हो। हाम्रो सिद्धबाबा बनाएको छ बुटोल, तर म देखेको छैन। यो मौसम चाहिँ अलिक हामीलाई चाहिँ राम्रो हुन्थ्यो भिडियो खिच्नु भन्ने यस्तै छ। 원이 결제되었습니다. 잔액이 아우나 लाग्यो। गलत बाटो आएको भए त बर्बाद हुन्छ। अनि चाहिँ यत्रो जान्छ फेरि अर्को बाटो खोजी खोजी त। राम्रो त राम्रै रहेछ होला हो। यता पनि यस्तो तालसाल रहेछ है। साइडमा फुलसुल पनि फुलिरहेछ। झोपडीहरू पनि छ। कोरियामा यस्तै हो। 5 दिन काम गर्यो, 2 दिन छुट्टी हुन्छ, राजा बन्यो, फेरि गरे जोतियो। के छ र जिन्दगी कोरियाको। साउहरूलाई त सुख छैन। हामी जस्तो जस्तो चाहिँ छ पेन्सन भन्ने मैले मान्छे अहिले देखेँ भने चाहिँ त्यो अमृत दाइलाई देखेँ ल। त्यहीँ त हो नि, एउटा देखेपछि भयो क्या। त्यही दाइको उसमा विदुर दाइ रचन। ओके ओह केटाहरू आइसकेछन्। नेपाली छ नि त। अनि म त भलगर हो हेर केटा आज पनि के छ यहाँ हाम्रो चाहिने भनेको यो सबैकै यतै हो होइन त। सुँगुरको मासु पो रहेछ यार। यो नि सुँगुर हो। सुँगुरै हो। सुँगुर भात हो नि त बुङ्गुर हो। तँले पनि भुँडी लगाइस् जस्तो। भुँडी त लागिहाल्छ नि। 30 कटे चाहिँ भुँडी लागेन भने त चाहिँ यो तिमीले यार तँ दिने यार मलाई दिने रहेछ। मलाई एकजना सब्सक्राइबर बढाएँ, तपाईँबाट नि बढाउँछ ल। आफै गर्ने गर्नु भएन क्या। मन त अस्ति नै गरेँ त गरेँ त। त खेतर लाइन यार। हान्दा बित्तिकै युवर पकेट हान्दा बित्तिकै फोन आउँछ। यहीँ युवर पकेट हो। युवर पकेट फोन हो कि युवर पकेट। नमस्कार दाइ। कलङ्कीको जाम पर्यो कि के पर्यो? ए यार उहाँ चाहिँ हाम्रो चाहिँ जगेन्द्र एकदम जल्दो बल्दो हाम्रोतिरको। ठिक छ नि। ठिक छ। के हो त? खोइ त दाइ सन्चै हुन्छ। टङ्के दाइ आयो भनेको होइन। कामलाई रोक्न पर्दैन र कामलाई सोध्नु पर्दैन। हाम्रो चाहिँ यहाँ ज्वाइँलाई चाहिँ भिडियोबाटै निकाल्नु पर्यो नि त पहिला। भिडियो यसको लाइसेन्स चाहिँ गर्नुपर्ने भयो।
काम चाहिँ यसरी हुन्छ गाडीबाट हेर तेरो तैँले काटिसक्यो मैले यहाँ भिडियो गरिदिन्छु केस त काठमा त भन्ने प्याज पनि फेरि के अरे बिहानै खसीको मासु बोकिहाल्ने भन्दै बोलायो नमस्कार सन्चै हुन्छ नि एकदम गजब म गणेश आचार्य यस्तो पागल पागल हुन्छ जो पागल छ उसले यत्रो जिम्मेवारी इमान जमान त फ्यानी जाम नै छैन होला है सबै के को लागि सबै के चाहियो भने चुरोट चुरोट सिगरेट खाने मान्छे त अघि चाहिने ओ कता गयो गएको पनि छ अरू कसैको काम चाहिँ राम्रोसँग गर्नु है ल यसमा कुराको चाहिँ म अघिसम्म के गरेर लानु कुराको चाहिँ कस्तो लागिरहेको काम गर्दाखेरि भाँडा मन लाग्यो भाँडा मन लागेर कस्तो लाग्यो भनेर सोध्नु भन्नु फेरि रिसाएर फेरि रिस लाग्दैन होइन तपाईँलाई सोध्नु पाएँ हेर्दाखेरि यो टेबल चाहिँ कति बेला भित्र ल्याउँछ कति बेला बाहिर ल्याउँछ खासमा यसको चाहिँ के धुनुलाई हो धुनु बराबर पानी भित्रै लगाउँदा हुन्छ क्या अनि चाहिँ भएको भयो अलि फाल्ने ठाउँ ए चाहियो तर उठाउँछ नि भइरहेको यहाँ यसमा चाहिँ आगो बाल्ने पर्छ यता चाहिँ के हो चाहिँ घिउ हो के साह्रो भयो होइन फेरि पुस होला नि होइन त नबाल्नु अहिले चाहिँ त्यहाँ आगो बाल्छ आगो बालेपछि साइडमा राखेर हुन्छ यो टिन इलेक्ट्रिक चुल्हा हुन्छ त्यहाँभित्र सायद पानी आउँछ जस्तो छ पानीले चाहिँ हामीलाई चाहिँ धोका दिएर लाग्छ होला कता हिँड्नु म भेटघाट फेरि मान्छे ल्याउनु यो के हो खास होइन कि यो तलको सेलरोटीको लागि ए हे डाउन डाउन हो डाउन भन्छ यसलाई तर थोरै नै भयो यो घिउ चाहिँ थोरै भयो घिउ डाउन अलि जति डाउन यो घिउ जति राख्यो त्यति मजाको हुन्छ क्या त्यही त मैले भनेको उहाँले भनेपछि चाहिँ पक्का थोरै भयो खै हाम्रो वरिष्ठज्यू कहाँ ए हे मैले यार जेरी पकाइदिन्थेँ यार जेरी त बनाइन्छ नि हामीले सामान त सबै आए जस्तो छ तर उस आयो कि नै सामान सबै आँखा 3 गड्डी आँखा कि नै त्यो त ग्रुप छन् र नेपालबाट लिएर आएका नि छन् कि हो नेपालबाट लिएर आउनु सक्छ नै यताबाट पुरै कोठै बनाउने भन्दै थियो त छुट्टै तर हाम्रो यो जगनबाट चाहिँ मासु काट्न चाहिँ कडा हो क्या हेर त यहाँ बुढो यता हेर्नु त खाना आउनु भन्नु तपाईँको धेरै प्रशंसा भइरहेको देशदेखि विदेशसम्म विदेशदेखि देशसम्म अहिले त सबैले त्यो भिडियो बनाएको कि लाइभबाट यो मेरो अलग हो नि त त्यो भन्दा नि त्यो ग्रुपमा भिडियो बनाउँदा हाल्दै गर्नु क्या गाँठे पाएको हुन्छ छिटो अब यहाँ तयार भयो भने यो चाहिँ कोरियाको यो चुलो यस्तो चाहिँ यसलाई के भन्छ आगुनी भनेको यही हो यस्तो मजाको क्या है यहाँ ढुङ्गा नि यहाँ बसालेपछि यहाँबाट धुवा फाल्ने गजबको रहेछ सिस्टम गजब रहेछ तर सिस्टम अलिक गाह्रो रहेछ यहाँ उचाल्नै पर्ने अलिक सल्लाहकै दाउरा देखियो है पुरानो सिस्टम सल्लाहको होइन यो सल्लाहको नि हो तर चाहिँ अर्को चाहिँ के हो यो अलिक आडिलो नि रहेछ त्यो यहाँ कति हुन्छ नि ल हुन्डाईको इन्सुरेन्स गर्नु छ भने चाहिँ उहाँलाई चाहिँ सम्पर्क गर्नु ल भेरी गुड ल 금방 넣은 자리 어디야? 이걸 그쪽에 하고 여기를 저 브리스 앵글 쓰라고 이걸. यो चाहिँ अचार बनाउने आलु हो आलु होइन यो यो त आलु होइन त्यो त्यसलाई आलु भन्छ त्यसलाई टमाटर भन्छ यहाँ बनाउने के भाइ धेरै खानु कि यो धेरै मलाई बिहान बिहानै दोकाने तर छिटो भयो युट्युब गरम युट्युब
जेठान यिनको त भइसक्यो गरिसक्यो रिसानी यस्तो रिसानी काम चाहिँ नगर्नु खिचिदिइरहेको सबैको ठिकै दिने यार मासु पकाएर खाने मासु मिसाउनु क्या यहाँ तेरे पुरै पोलेर खाने मासु हो यो हो प्योर पुरै चप चप्ती पुरै कस्तो चप चप पर्ने छ बाङ्गुरको सरल बङ्गुरको मासु चप चप भन्दै घाँड पानी आइसक्यो यार छोपिलो छैन है सराप खाएको पनि खिचिदिनु पर्ने भयो नि त तपाईँले काम गरेको मात्र होइन खाएको पनि देखाउनु पर्छ आलु सकेर अहिले आलु अलि सके सके आलु ल चारवटा दाना खोल्छ होइन खाइसक्यो ल उहाँलाई चाहिँ मान्नै पर्छ तपाईँलाई चाहिँ आज पद्मश्री अवार्ड नै दिनुपर्छ जस्तो काममा काटम लाग्यो अहिले झ्यामझ्याम यसै हानिदिने चिकन एकछिन भिन्नै लाग्छ यता आगो बोल्दैछ यतातिर यता हाम्रो सेलरोटी डिपार्ट यता हो सेलरोटी डिपार्ट हो यो तेल अझै खर्री छैन होला खर्री छैन अनि बिचमा राख्नुपर्छ त एउटा कटोरा होइन पिठो घुम्छ त विचार गर्नु त ल चिकन भयो ल खसीको काँडा ल ठिक छ अब मिठो बनाउनु अहिले चाखेर भनिहाल्छु नि ल यो चाहिँ अब बारबी गर्नुको लागि चाहिँ हाम्रो भूतपूर्व अध्यक्षले चाहिँ बोल्ने काम गर्नुभएको छ ल भाइ यता सहयोग गरौँ का है ल 20 मिनेट गर्दै देखाउँ न यो स्पेसल यार यो मैले देखाइसकेँ होइन क्या फोकस गरेर अलिक ठुलोमा क्या कोपी लाएन बस अहिले बोल्न मिल्छ झालीहरू ढुङ्गामाथि पोल्ने हो मलाई देखाऊ म आएँ कस्तो कालो रोज्यो नेपाल गएर आएको है बनाउँदै देखाऊ यो के को लागि मासु रे सरहरू यो रोस्टको लागि रोस्टको लागि यहाँ मासु तयार हुँदैछ एकदम अब यता चाहिँ पूर्वाध्यक्षले एकदम घटेर काम गर्नुभयो यो कप्तेकीहरू उहाँलाई है पुरै थाक कप्तेकी सबै उहाँलाई अहिले चाहिँ कट्यो बन्दामा यो फेसु याङ फेसुमा एकदम हाम्रो शिव बोन भाइ खटिनु भएको छ भने यता दाइ पनि निकै खटाइसक्यो हिजो नाइटबाटै नाइट ड्युटीबाटै हजुर जानु क्या चढाउनु पऱ्यो नि पहिला के लाग्यो चढाउने गणेशलाई कहाँ खानु यही छ त्यही हो तपाईँ नाम गणेश हो ल चढाउनु त होइन पहिला त देउतालाई चढाउनु पर्छ पहिला म चढाएर आउँछु यार हे यहाँको चाहिँ देउता चाहिँ कुल देउता त यहाँ गर्नु परेन झाँक्री बन झाँक्री कोही छैन भने अब हामीलाई चाहिँ खासै असर नगर्ने तरिकाले पक्कै पनि मिठै छ भन्ने कुरो मैले मानेछु उहाँलाई खुवाइदिइरहेको छु मैले आफूले पनि खानु पऱ्यो उहाँले खुवाइदियो रोटी मिठै भएको तपाईँको यो रोटी मिठो छ एकदम मिठो छ उहाँको पाइन्ट हेरेपछि थाहा हुन्छ क्या मेहनत कति गर्नु भन्ने के देखा हो तपाईँले लुकाएर आएको चाहिँ देखाउनु मिल्दैन भुटान आइटम यहाँ आउँदैछ
ठिक छ दाइ भुटन हो अट्दैन होला त्यो कति चाहिँ यो पिउटै ल्याउनुपर्छ ल यो पनि भुटन आइरहन्छ यहाँ भुटानवाला यहाँ सुदिकको यो अचार भाउजूले दह्रो काम सिकाएको छ नि त यार धनिया मिक्स हान्ने होइन अहिले ओइ पनि हल्का उलाई क्या पानी निकाल्न के भित्र गएको यहाँ अचार बनिसकेको छ मासु यहाँ चाहिँ अब तयारी हुँदैछ भाँडा खाली छ एकछिनपछि भाँडा भर्नु पर्यो छ काट्नुदेखि जे गर्ने रोस्ट हुँदा यो पर्दैन यहाँ पर्दैन छाप हानेर खाने हो त पहिला छाप हान्दैन ए कहीँ यसो हान्ने होइन छाप नहाने खानु नदिनु रहेछ नि ल जाडो भएको होइन तैँले कपडा नलागेको हाम्रो यहाँ चाहिँ जय साहब हुनुहुन्छ ल मेरो छाप लगाइदिनु त अगाडि भोलि लाउनु पर्ने छ म यहाँ भिडियो खिचिरहेको नि त भोलि प्रुफलाई आयोजनामा यो पिकनिक कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। तपाईँहरूलाई भोक लागेको होला, हाम्रो खाजा सुचारू भइसकेको छ, कृपया खाजाको डेस्कबाट नको लागि म सम्पूर्ण बाहिर छरिरहेका दाजु सहजताको लागि कुपन वितरण गरेका छौँ। उक्त कुपन देखाएर तपाईँहरूले खान सक्नुहुनेछ खाजा खान। ती कुपन यहाँ राख्दैन मलाई कति खान्छस् अचार अझै एक लोट राख्दे ल भयो यहाँ धेरै खानु मैले धेरै नै भयो तपाईँहरूलाई भोक लाग्यो यो चिसो मौसममा कृपया सलाद तयारी भएको छ, राख्दैन आएर ग्रहण गर्न सक्नुहुनेछ। सलाद कति खान्छ यहाँ अझै छिटो गर के मलाई पनि दिन थाल्नु फेरि ए हातले समात्नै सके ल म यहाँ खिचिरहेको छु त्यही भएर ल भाउजू यता छिराइदिनु त मलाई कसैमा हातले साट्न अचार के खाने हो भुजा राखौँ एक चम्चा चिउरा राखौँ होइन अचार हो यो हामीले व्यवस्थित गर्नको लागि र केही सहजताको लागि कुपन
हो